So hello guys, welcome to my new vlog. हामी चाहिँ अब गाउँदेखि लालबन्दी जाँदैछौँ किनभने हाम्रो इक्जाम चलिरहेछ अब कति 16 गतेदेखि, अनि त्यही भएर हामी जाँदैछौँ इक्जाम दिनलाई। पढाइ चाहिँ अनि जिरो इक्जाम दिन के गर्नु, के अरे धेरै पानी परेर धेरै पानी परेको कारणले भएर यहाँ बस आउँदैन कि, बस आएको छैन। अनि त्यही भएर हामी हिँडेर जान लाग्यो उता वहाँ के अरे ठाउँको नाम वहाँ मटर दोमानसम्म हामी है हिँडेर जान लाग्यो। अनि त्यहाँदेखि हामी बस कि बुलेरो बसमा त्यहाँदेखि बसमा लालबन्दीसम्म जाने भनेर जाँदैछौँ। हाम्रो ठाउँ चाहिँ यस्तो छ है त गाइज। हिँड्नलाई सक्छ त म, आमामा यस्तो छ प्याकिङ। एक झोला कपडाहरू थियो अनि हामीले बोक्न नसकेको भनेर लगेन, बोक्न नसकेको भनेर ल्याएन, 2-3 जोर मात्र ल्यायो। यस्तो छ है त। धान सुक्यो र पढाइ चाहिँ भने गाउँ आएकोदेखि पढ्न पाएको छैन। इक्जाम कसरी दिन्छ दुईजनाले छैन, खत्तम लेखेर दिन्छ। सो अब हामी जाँदैछौँ। अब हजुरहरूलाई हामी आधी बाटोमा पुगेर भ्लग स्टार्ट गर्छु फेरि है त गाइस। बाई बाई। लाइभ त हामी आधी बाटोको आधीसम्म नै आइपुगेको छैन है त। हेर्नु न ठाउँहरू यस्तो छ। यस्तो यतातिर हामीले बाख्रा चराउँछ गाइस, बाख्रा कस्तो स्या भइरहेछ है त। किनभने कहिले नि यस्तो बाटोमा हिँड्न नजान्ने अनि बानी नि भएको छैन नि त, हिँडेको नि थिएन। अनि यतै आएर सिकेको। कस्तो गाह्रो हुन्छ, कति राम्रो भ्यूहरू चाहिँ कस्तो राम्रो छ, अनि तर हिँड्नलाई अलि गाह्रो पर्छ क्या। पर्खिनु त एकचोटि, मलाई लिची खुवाइदिनु लिची। सो गाइज मैले घरदेखि लिची बोकेको थियो। हामीले एक झोला लिची नि बोकेको छ है त। यहाँ हेर्नु सक्नुहुन्छ यो भरि, किनभने हामीले यो लालबन्दीमा लानको लागि हो कि। अनि लिची घरको कतिवटा हामीले आफ्नै घरको चाहिँ सानो 2टा बोट थियो अनि पाकेको थियो। अनि हामीले घरमै टन्नै खायो। अनि हामी मात्रै खाएर नि हुँदैन नि त, अनि बहिनी आन्टीहरूलाई नि लानुपर्छ। बहिनी आन्टीहरूलाई नि लानु पर्छ। एकछिनै खान्छु। कस्तो राम्रो हो गाउँको प्योर लोकल लिची। बोलौँ म, हेर्नुहोस् आफू मात्रै खाएर हुँदैन नि त, अनि आन्टी बहिनीहरूलाई नि लानुपर्छ। त्यही भएर हामीले एक प्लास्टिक बोकेको। हिजो अस्ति टन्नै खायो हामीले। हिजो कति धेरै खायो है हामीले लिची। यस्तो छ। ए तपाईँले खाएन खुबै नाटक। यहाँ हेर्नु सक्नुहुन्छ यस्तो छ। हिँड्न चाहिँ अलिक गाह्रै पर्छ है त गाइस। यस्तो छ। जे होस् हिँड्नको लागि चाहिँ अलिक गाह्रै पर्छ। अनि तर ठाउँहरू यस्तो हरियाली वाउ राम्रै छ। हिँड्न मात्र अलि सक्दिनँ। अयो फर्स्ट टाइम, अनि मोबाइल समात्नै आउँदैन मलाई फर्स्ट टाइम भ्लग बनाएर। हेर्नुहोस् वाउ
कस्तो राम्रो ठाउँ छ यहाँ हेर्नु यो चाहिँ बाबुको मामाको घर है त माइला मामाको घर मेरो माइला दाइको घर एक चुप्पा दे दो मुझे रहा नहीं जाता तड़प ही ऐसी है ना हिँड्न सक्छ कि सो सरी है त मजाक जस्ट जोकिङ होइन अब भ्लग त मैले यतिकै टाइम पासको लागि बनाएको हो सपोर्ट गर्ने मान्छेहरू नै हुँदैन होइन खै अब सक्दो सपोर्ट गरिदिनु होला मनपर्नेहरूले यस्तो छ है त सो गाइज म आयो हिँड्नु सकेन मम्मी मान्छेहरू माउन्ट एभरेस्ट चढ्दा त थाक्दैन के अरे मान्छेहरू माउन्ट एभरेस्ट चढ्दा त थाक्दैन अनि तिमी जब यति चढ्दाखेरि थाक्छ सो गाइज आयो म धेरै थाक्यो है अहिले फेरि राम्रो राम्रो ठाउँहरू देखाउँदै जाम्ला बाई बाई सो फाइनल गाइज यो चाहिँ हाम्रो लालबन्दी 14 वडा नम्बर 14 को माउन्ट एभरेस्ट है त्यही यहाँ चढ्नलाई कति गाह्रो हुन्छ होला है एकदम गाह्रो वाह मैले सिटी बजाउनु नि आउँछ ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ आया मम्मीले सम्झ्यो क्या एउटा मैले सिटी बजाउँदा चाहिँ एउटा कुरा सम्झेँ कि पहिला म बाहुनेमा हुँदाखेरि होइन बाहुनेमा घरमा बस्दाखेरि के अनि त्यहाँ त घरनिरै अनि रोड हुन्थ्यो के अनि रोड छ अनि त्यहाँ रोडमा घरको आँगनमा हामी बस्थ्यो कि केटीकेटीहरू सब एक ग्रुप बस्थ्यो कि होइन गाइज अनि त्यसपछि त्यहाँ रोडमा के रोडमा बाइकतिर अनि मतलब बाइकतिर गाडीतिर केटाहरू आएको देख्नै नहुने आयौँ फेरि केटाहरू ह्यान्डसम केटाहरू आएपछि त है जिस्कै हाने के म त झन् गर्थेँ तू समझा हाँ नहीं तू समझा नहीं हिक्ची आयो कसले सम्झो मेरो मम्मीले सम्झ्यो होला है त तर मैले मम्मीलाई बुवालाई नसम्झेको एक पल पनि छैन है अनि जिस्काउँथ्यो साथीहरू सबैजना बसेर जिस्काउँथ्यो तर धेरै जस्तो मैले जिस्काउँथेँ है त अयो अनि मम्मीले फुपूहरू नि त्यहीँ हुनुहुन्थ्यो है अनि त्यसपछि फुपूहरूले पनि कस्तो कराउनु भएको हामीलाई छोरी मान्छे भएर केटाहरूलाई जिस्काउने यहाँ हुन्थ्यो यस्तो छ जङ्गलै जङ्गल दुईजना मात्रै जङ्गलमा हिँडेर जानुपर्छ यति उयो बाटो हेर्दाखेरि तिमी त्यस्तो भन्छौ आयो तिमी त्यस्तो भन्छौ भने हाम्रो त्यो अस्ति भर्खर देखाएको थियो नि टिकटकभरि त्यो कविता नेपाली त्यस्तो कस्तो खतरा है प्राउड अफ कविता नेपाली सिस्टर बिग रेस्पेक्ट फर यु राइट ल यतिको चाहिँ हुनुपर्छ है जे भयो नि अब गर्ल्स हो नि त है गर्ल्स भएर नि आमा कस्तो खतरा के माउन्ट एभरेस्टमा चढेर फर्केर आउनु भएको वाउ जेउस छोरी मान्छेले 10 जनाको पावर होला होइन जेउस अनि त्यस्तो थाकेको भन्नु जेउस छोरी मान्छेले केही नि गर्न सक्दैन भन्नेहरूको चाहिँ मुख टालेर दिनुभयो कि हो कि है कति धेरै के गर्छ भन्छ कि मान्छेहरूले अनि जेउस छोरी मान्छेले केही गर्न सक्दैन भन्नेहरूलाई चाहिँ गरेर देखाउनु भयो त्यति मात्रै अब छ नि त मनमा भन्न नसकेको तर अलिक मलाई कस्तो गाह्रो हुन्छ किनभने म फर्स्ट टाइम आज भिडियो बनाएर चाहिँ मलाई मोबाइल पनि राम्रोसँग समात्न आएको छैन है त सो त्यही भएर माइन्ड नगरिदिने यस्ता भ्लग कसले हेर्छ यस्ता भन्नुहुन्छ र मान्छेहरूले अब आयो मेरो कस्तो हेर्नु न हातहरू गलेर हिँड्नै भएको छैन म त अझै कति टाढो धेरै टाढा हो धेरै होइन भर्खर आधी बाटो जति आइपुगेछ आधी आम्मामामा यहाँबाट झऱ्यो भने है भेट्दैन
यो रुख यो जङ्गल अनि तिमी अनि र म भन्नु न जुनेली तिमीले पादैन होइन तपाईँले काशीराम आयु मम्मी म मर्या सो अब हामी सिधै के अरे बस पार्कमा पुग्न लाग्दाखेरि भ्लग स्टार्ट गर्छु मैले गाइज सो फाइनल्ली हेर्नु न गाइजहरू यो गाउँ चाहिँ उहाँ देखिरहनु भएको छ हजुरहरूले त्यो गाउँको नाम चाहिँ के हो हजुरहरूलाई थाहा छ भने कमेन्ट डाउन ओके लुक एट द्याट भ्यू आहा कस्तो राम्रो फर्स्ट टाइम आएको म वाउ कमन कमन मेरो नाम कमन होइन ल सबिना हो सबिना मोबाइल चाहिँ भन्नु आएन होइन होला के हो ए हो रहेछ मोबाइल चाहिँ भन्नु आएन है गाइज मलाई शाहरुख खान मैले कुन गीत गाउने त अनि आया खोइ देखाउनु त गर्नु यहाँबाट देख्नु त घर ओके इन द च्याट वाउ ओबे मम्मी कस्तो है आमा यहाँदेखि झऱ्यो भने त मान्छे त गयो च्वाइट बाई बाई जाउँ त्योहरू त पहाड होला है पहाड होला कुन त के हो त त्यो कुन ठाउँ हो मलाई के छ हामी जाँदैछौँ है कहिले पुग्छ आमा यस्तो त्यही भएर मैले तिमीलाई एउटा बाइक किनिदेऊ भने किन्नुपर्छ किडनी बेचेर बाइक किनिदिन्छु म तपाईँलाई त्यो पनि राम्रै हो किडनी बेचेर म मऱ्यो भने अर्को केटी लिएर आउनलाई अर्को गर्लफ्रेन्ड बनाउनलाई हजुर यो केटाहरू यस्तै हो के किरा यत्रो त्यो त्यसले त्यही टोक्दैन जे भयो नि डर लाग्दैन मान्छेलाई अस्ति झन् बाख्रा चराउनु गएकोमा कति ठुलो जुगा बे बाख्राको आँखा त के मैले त आँखा फुट्यो होला भनेर बहिनी बाख्राको आँखा फुट्यो होला हेर्नु त भनेको त है जुगा पो रहेछ है अबुई म त भागेको नि यता यो छेउछेउमा पनि हुन्छ जुगा भोलि पर्सि आउँछ कि त्यो झरी हुँदाखेरि धेरै पानी पर्दाखेरि आउँछ हो अबि मलाई त म त यहाँ अबि घाँस कसरी गरेर काट्छ म धेरै डर लाग्छ मलाई म त सर्पहरू भन्दा नि है त्यो जुगा किराहरू देखेर धेरै डर लाग्छ भने धेरै थाक्यो है त धेरै नै अब एकछिनमा भ्लग अन गर्छु धेरै होइन सो गाइज हामी चाहिँ अब ठ्याक्कै मटर के अरे मटर दोकानमा आइपुग्न लाग्यो यहीँनिर हो अब यहाँ त अब गाउँ त पऱ्यो होइन बस पार्क अब मैले चाहिँ अब तलतिर जस्तै बस पार्कमा के अरे बस पार्कमा पुगेपछि म के अरे भ्लग अन गर्छु भनेको थिएँ नि त अब बस पार्क त अब यहाँ त खोला रहेछ खोलामा रुँगेर बस्नुपर्छ अरे बस अनि धेरै गाह्रो छ नि त गाउँतिर कुन हो पसल यहाँ पसलमा त्यो घर देख्नुहुन्छ होला सानो त्यो पसलमा गएर बस्नुपर्ने रे अनि बस पर्खेर बस्ने अनि त्यहाँदेखि बस आएपछि हामी जाने यस्तो डाँडाहरू छ नि बाफ रे बाफ म त्यहाँ नजिक पुगेर तपाईँहरूलाई देखाउँछु बल्ल बल्ल मर्नु न बाँच्नु भएर आयो
हो नि बेबी म तिम्रो बेबी हुन को हो तपाईँको बेबी त्यही होला नि चटक्कीहरू 10-12 जना साइडको मलाई त त्यो कुरा सम्झिँदा फेरि यस्तो रिस उठ्छ नि पहिलाको कुरा सम्झिँदा ल गर्नु त फेरि गाइज डान्स हान्दै हुन्छ बारी निलाङ हट खोइ त हट त सिन डान्स मैले सिकाएको है त हो अझ सबै मैले हिजो सिकाएको होइन अझ बेबी यता हेर्छु न किन रिसाउनु भएको हजुर मुख धुनु पर्यो गर्नु पर्यो म त मुख धुँदिनँ मेरो अलिअलि भएको मेकअप जान्छ यहीँ हो हाम्रो बस पार्क अयो खोइदिनु ब्यागमा पनि त यहाँ चाहिँ हाम्रो बुकहरू छ है त गाइज अस्ति हामी गाउँमा आउने बेलामा हामीले पढ्नुपर्छ भनेर है बुक लिएर आएको अब कामै काम भएर अब कति धेरै थाक्छ नि त बेलुका अनि बुकै हेरेन हामीले त एकचोटि नै हेरेन एकचोटि नि छुएन त्यसै बुकै लिएर आएको त्यसै छैन हेर्न सक्नुहुन्छ मुख धुँदै हुनुहुन्छ I want to love you अरू के होइन यस्तो गर्छ मैले नि गर्छ नि जाबा क्यामेरामा बस्यो पानी ओ आमा कुन चाहिँ केटीले हेर्छ भनेर है छ्या कपाल चाहिँ अब पदम दाइको जस्तो हान्नुपर्छ यस्तो आधी खुइल्याउने आधी खुइले पार्ने पाक्नु पार्ने म पनि खुट्टा धुनुपर्छ अब कहिले आउँछ है बस कि आउँदैन कति बजे मेरोमा टाइम छैन धेरै ठ्याक्कै 8 बज्यो सो गाइज म पनि अब खुट्टा धुन लागेको जुत्ता लगाऊँ भने यस्तो खोलामा कसरी जुत्ता लगाउनु होइन चप्पलले नै अबे उही म लड्यो अबे उयोहरू रहेछ कि लेउ अबे माछा आया यति हो मेरो खुट्टा धुने यहीँबाट चढ्नु हेर्नुहोस् के छ नमस्ते Who are you? ल राजेश समार होइन होला के हो ए हो छ्या थोबडा हेरौँ न थोबडा राजेश हमालको भन्छ यार राजेश हमाल हेर्नु गाइज कतिको फरक छ हामी दुईमा अयो अल्छी लाग्यो पहिला हामी स्कुल पढ्न यहीँ आउँथ्यौँ स्कुल कहाँनिर उयो माथि हो तल छ कता ए तल हो यो माथि उता हो अच्छा यतैपट्टिले पो जान्छ उयसमा लालबन्दी मलाई निन्द्रा लाग्यो गाइस अब हजुरहरूलाई ठ्याक्कै बस आउने बेला म देखाउँछु है त हामी चाहिँ बसमा पनि चढ्यो होइन अब सिधै लालबन्दी पुगेपछि भ्लग गर्छु किनभने यहाँ धेरैजना मान्छेहरू छ मलाई लाज लागिरहेको 2 hours later. सो फाइनली गाइस हामी चाहिँ लालबन्दी पुग्यो होइन लालबन्दी पुग्यो अब हामी रुममा जान्छु अनि त्यसपछि एकछिन आराम गर्छु आजको भ्लग यति नै भयो गाइस अब अर्को भ्लगमा भेट्नेछु बाई बाई खत्म बाय बाय टाटा गुड बाय गया